सबैतिर डढ्न थालेपछि सुरक्षाकर्मीले फेरि चाहिँदो रहेछ नि त। को आइदिँदो रहेछ रेस्क्यु गर्न, बचाउनु को आइदिँदो रहेछ, आगो निभाउनु को आइदिँदो रहेछ, त्यो पनि रहेछ नि त। तपाईँहरू जानी जानी आफ्नो गाउँमा आफ्नो स्वार्थको लागि चाहिँ सिधा साधा नागरिकलाई उचालेर आगो लगाउने, अनि अरूले निभाइदिनु पर्ने, कानुन बनाउने कारवाही स्पष्ट कुरा। यसमा किन्तु परन्तु केही पनि हुन्न। अर्को कुरा, आपराधिक क्रियाकलाप गर्छ भने सधैँ वार्ता, सहमति आदि इत्यादि भनेर नजरअन्दाज गर्न सक्ने अवस्था छैन। चिन्तित छौँ हामी, त्यो अन्त नफैलियोस् भन्ने कुराहरूमा सबै चिन्तित हुनुहुन्छ। अब यसलाई कसरी हुन्छ निभाउनुपर्छ। यहाँ म आगो लगाएर सुरक्षित हुन्छु भनेर त्यो विचार गर्नु होला, त्यो बुझ्नु होला। तपाईँ हाम्रो अनुसन्धान गइसकेको छ, यो वा त्यो बहानामा त्यहाँको आगो सल्काएर जतै सबैतिर सल्काउनलाई कानुनी हिसाबमा उन्मुक्ति दिन सकिँदैन। कानुन बनाउने कारवाही हुन्छ मेरो लागि।